को हुनुहुन्छ? म त परतिर गएको छु। सबैलाई जय मसीह। अनि हामी चाहिँ प्रभु यीशु मसीहको नाउँमा भेला भएका छौँ। अनि प्रभु यीशु मसीहले चाहिँ हामीलाई अन्धकारबाट ज्योतिमा ल्याउनु भएको छ। अनि संसारको मानिसहरू चाहिँ मृत्यु पछिको कुरामा अन्यलमा हुनुहुन्छ, तर हामी चाहिँ पूर्ण निश्चयता पाएका छौँ प्रभु यीशु मसीहमा। अनि पुरानो समयदेखि परमेश्वरले चाहिँ काम गर्दै गर्दै आउनु भएको छ। किनभने वचनमा शक्ति हुन्छ। हामीले पढेको भन्दा पनि कसैले बोलेको कुरामा चाहिँ शक्ति हुन्छ। अनि बोलेको कुरा कहिले बिर्सिँदैन है। कसैले नराम्रो कुरा भनेको यहाँ गरेको कुराहरू पनि बिर्सिँदैन मान्छेले है। अनि कुनै प्रसङ्गमा भनिएको कुराहरू, एक दुईवटा कुराहरू फलानाको कुरा भनेर मान्छेले भन्ने गर्छन्। त्यो वचनलाई, त्यो शब्दलाई उसले नराम्रो भनेको छ कि अथवा सत्य कुरा गरेर उसको जीवनमा जो उसले भोगिरहेको कुरा, उसलाई चित्तमा परेको कुराहरू उसले कहिल्यै बिर्सिँदैन है। त्यही कारणले त्यो बोल्नु आवश्यक छ है। अनि बोलीमा चाहिँ शक्ति छ। वचन भनेको चाहिँ परमेश्वरमा हुनुहुन्थ्यो सुरुमा भनेर भन्छ। अनि वचनद्वारा सबै कुरा भएको हामी पाउँछौँ है। वचन नै परमेश्वर हुनुहुन्थ्यो अनि वचन नै परमेश्वर। अब यो वचनले चाहिँ हामी के भन्दैछौँ, हाम्रो शब्दले के भन्दैछ, अनि हामी चाहिँ अनावश्यक कुराहरू भनेर बात गरेर होइन, अनि कतिपय कुराहरू चाहिँ एकदमै उत्सुकतापूर्वक हामीले ध्यान लाएर कान सुनेर एकाग्र भएर अर्काको कुराहरू, यो कानै त्यस्तै छ, तम्सिन्छ। हाम्रो स्वभाव चाहिँ पापी स्वभाव भएको कारणले गर्दाखेरि अरूको कुरा सुन्न एकदमै तम्सिन्छ यो कान। अनि हल्ला फिजाउनु पनि है एकदमै तम्सिएर पल्लो घर खबरहरू चाहिँ मिडिया फेसबुक भन्दा पनि छिटो फैलिन्छ अरे के। त्यो किन भन्दाखेरि चाहिँ हाम्रो स्वभाव नै त्यस्तै हो। हामी पापमा हामी आएको कारण, हामी अधर्ममा उत्पन्न भएको कारण दाउदले त्यो अनुभव गर्न सके। के भन्नुहुन्छ कि म अधर्ममा उत्पन्न भएँ अनि पापमै मेरी आमाले गर्भधारण गरिन्। त्यो कारणले गर्दा हामी जति बढ्दै जान्छौँ त्यति धेरै ठुलो पापहरू गर्दै जान्छौँ है। पछि व्यावहारिकतामा कतिपय लोभ लालचहरू गर्छौँ होइन, झुटहरू बोल्ने गर्छौँ। त्यसै कारणले मेरो जवानीको पाप है धेरै भएको छ, मलाई क्षमा गर्नुहोस् भन्नुहुन्छ अयुबले। अनि दाउदले पनि त्यही भन्नुहुन्छ, मेरो अधर्मको है, मेरो जवानीको पाप ठुलो छ भनेर अनुभव गर्नुहुन्छ। किन भन्दाखेरि चाहिँ पाप चाहिँ हामीले जान्नुपर्ने रहेछ। हाम्रो पापी स्वभावको कारणले गर्दाखेरि चाहिँ हामीलाई अशान्ति हुँदो रहेछ, जीवनमा शान्ति हराएर जान्छ। हामीले कुनै कुरा नराम्रो बोल्यौँ अथवा कसैलाई नराम्रो दृष्टिकोणले हेऱ्यौँ र कसैको प्रति हाम्रो हृदयमा अमिलोपनाहरू, उसलाई क्षमा नगर्ने कुराहरू, उसलाई मन नपराउने कुराहरू, उसलाई घृणा गर्ने कुराहरू, उसको त मलाई बोली मन पर्दैन, मलाई छाया मन पर्दैन, ऊ भएकोदेखि त म टाढा गइहाल्छु, यस्ता कुराहरू यदि हाम्रोमा छ भने चाहिँ त्यो पापको स्वभाव हो है। त्यसै कारणले हृदय चाहिँ शुद्ध हुनुपर्छ। हाम्रो सेवाकाई चाहिँ के गरे भन्दाखेरि चाहिँ नि प्रभु यीशु मसीहको चाहिँ खास सार क्या सेवाको उद्देश्य के हो भन्नु बुझ्नु पर्दाखेरि चाहिँ प्रभु यीशु मसीहको सेवा र हामीलाई दिनुभएको उहाँको सन्देश र उहाँलाई हामीले हेरेर चाहिँ समग्र रूपमा उहाँलाई एउटा उदाहरण राख्नु हो भने चाहिँ बुद्धिमानी हुनु र
शुद्ध हृदय हुनु रहेछ है, बुद्धिमानी हुनु होइन। त्यही कारणले प्रभु यीशु मसीहले चाहिँ भन्नुभयो तिमीहरू साँप झैँ चलाक र ढुकुर झैँ सोझो हुनु है। यो विषयमा अहिले हामी हेर्नेछौँ। त पहिला चाहिँ हामी अब वचनमा जानेछौँ। भजन सङ्ग्रह 91को 13लाई हामी पढ्नेछौँ। त्यो हाम्रो मण्डलीको आधार पद हो। हजुर, ल अब हामी थोरै प्रार्थना गर्नेछौँ। कृपामय परमेश्वर, यहाँनिर भन्नुभएको छ तिमीले सिंह र साँपे साँप कुल्चनेछौ, जवान सिंह र अजिङ्गर तिमीले पाउमुनि कुल्ची मिल्ची पार्नेछौ। पाउहरू भनेको मण्डली हो। यहाँनिर यसरी हामीले बुझौँ, तिमीले सिंह भन्दाखेरि चाहिँ हामी व्यक्तिगत कुरा होइन है। तिमीले भन्नु बित्तिकै चाहिँ एन्टियोक सूर्यनगरले है सिंह साँपे साँप कुल्चनेछौ। अब यो सिंह साँपे साँप अजिङ्गर भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा दुष्टको प्रतिरूप हो। यो देखाइएको दुष्टको प्रतिरूप हो। यसले संसार हाबी भएको थियो पहिलाको समयमा। संसार प्रभु यीशु मसीह आउन अघि चाहिँ, प्रभु यीशु मसीह भन्दा अगाडिको क्यालेन्डरमा चाहिँ दुष्ट हाबी थियो। परमेश्वरले मानिसहरूलाई प्रतिज्ञा दिँदै दिँदै ल्याउनु भयो। अब्राहम, इसाक, याकुब हुँदै पछि गएर याकुबको सन्तानलाई कनान देशमा, त्यो पनि भौतिक सुखमा राख्न लगेको, दुध र मह बग्ने देशमा। तिमीहरू शान्तिमा बस, आरामले बस, तिमीहरूले त्यहाँनिर के गर, केवल मेरो मात्रै भनेको मान, मेरो सेवा गर, तिमीहरूलाई म एकदम सुखमा राख्छु भनेको। यो दुष्ट शैतान चाहिँ यस्तो छ, परमेश्वरको काम बिगारिदिन्छ यसले है। एदनको बगैँचामा पनि बिगार्यो, कनानभित्र छिरेको नयाँ पुस्ता छिरेको, जेन्जी पुस्ता छिरेको, 20 वर्षदेखि मुनिकोहरू छिरेको है। अब उनीहरू पनि एकदम सुरुमा त राम्रो होइन। एरियोको पर्खाललाई 7 दिनसम्म घुम्दाखेरि पनि गनगन नगर्ने पुस्ता लगेको, नभए त पहिला खानु नपाउँदै गनगन गर्थ्यो है। मासु खानु पाएन, पानी खानु पाएन, गनगन गनगन गर्नु चाहिँ साह्रै नराम्रो। घरमा पुरा गनगन हुन्छ। त्यो चाहिँ तपाईँले बुझ्नु कि यो चाहिँ के को, यो चाहिँ जाँच हो। यहाँ आउँदैछ, अब सतर्क हुनु पर्यो, कहीँ मेरो शान्ति खलबल हुने हो कि भनेर। यही हो हाम्रो प्र्याक्टिकल जीवन चाहिँ। अनि नानीहरूबाट नि आउँछ। घरमा कोही मान्छे फाल्टो आयो भने पुरुबुल्दा हुन्छ, केही आयो है अब होइन। अनि कतिपय कुराहरू सल्लाह मिल्दैन। अनि अझै मातृसत्तात्मक हुन्छ घरमा त झन् ज्यादा है। हामी पुरुषमाथि त हाबी नै हुन्छ। किन भन्दाखेरि चाहिँ उनीहरूले धेरै चलाइदिन्छ क्या त्यहाँनिर व्यवहारहरू। त बाइबल विपरीत गइहाल्छ। परमेश्वरले चाहिँ स्त्रीको शिर पुरुष हो, अनि पुरुषको शिर चाहिँ मण्डली हो, मण्डलीको शिर चाहिँ प्रभु यीशु मसीह, प्रभु यीशु मसीहको शिर चाहिँ परमेश्वर। त्यस्तो चल्छ, त्यस्तो आदर कहाँ गर्छ है। आमा दिदी बहिनीहरूको सेवाकाईमा चाहिँ यस्तो वचनहरू आउनुपर्छ है। भरपुर मण्डलीले आशिष पाउनु हो यदि भने। अनि परमेश्वरले को पुरुषलाई अगुवाई गरेको हुन्छ। अगुवाई गरेको कुरा चाहिँ त्यहाँनिर चर्चबाट पनि हेरिने पुरुषलाई हो, श्रीमानलाई हो कतिपय सल्लाहहरूमा। अनि पुरुषलाई भनेको कुरा फेरि पुरुषले भनेको कुरा उता है स्त्रीमा लागु हुन्छ। तर यहाँनिर चाहिँ उल्टा चलाइन्छ नि त। त्यो कारणले गर्दा कतिपय परमेश्वरको कामहरू नहुन सक्छ। सबैको घरमा त होइन, तर धेरैको घरमा यस्तो हुन सक्छ है। आदर नगरिदिने है। धेरैवटा शिक्षाहरू हुन्छ क्या। पतिलाई मान्नुपर्ने,
पतिको गोजीको पैसा कति छ, बा ओभरमा पर्ने हो कि त्यो ध्यान नदिने। पतिको पैसा त बरु जति सक्दो सोरेर, तिमी केही जान्दैनौ। यस्तो कुराहरूले चाहिँ हामीलाई के गर्छ भन्दाखेरि हृदयमा मनमा उत्साह होइन, प्रेरणा, जोस जाँगर केही हुँदैन। किन भन्दाखेरि यो यस्तो सम्बन्ध दिएको रहेछ परमेश्वरले कि पति र पत्नी भनेको, पत्नी रिसायो भने संसार अँध्यारो लाग्छ, केही गर्नै मन लाग्दैन, त्यस्तो मन दिएको हुन्छ क्या। अनि यो चाहिँ सम्बन्ध यस्तो दामी सम्बन्ध हो, त्यो चाहिँ घर हो। अनि घर घर मिलेर चाहिँ मण्डली बनेको हुन्छ। अनि त्यो घरमा दामी शिक्षा छ भने चाहिँ मण्डली दामी हुने हो भनेर अस्ति वचन आइरहेको पाएको थियौँ हामीले। यो विषय त धेरै छ, तर यता हामी व्यावहारिकपट्टि गयौँ। तर यो दुष्टकै चाल हो। फेरि यो चाहिँ दुष्टकै चाल हो, त्यो कुरा हामीले बुझ्नुपर्छ भन्दै हुन्छ। तर मण्डलीले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ मण्डलीले चाहिँ अजिङ्गरलाई कुल्चेर राख्छ। कसरी भन्नुहुन्छ भने यो सम्भव थिएन पुरानो समयमा। जब प्रभु यीशु मसीह संसारमा आउनुभयो अनि मृत्युलाई जितेर पौडी उठ्नुभयो, अनि उत्पत्ति 3 अध्यायमा भनेको कुरा चाहिँ पुरा भयो। उत्पत्ति 3को 15मा चाहिँ यस्तो लेखिएको छ, स्त्री र तेरो बिचमा जुन तैँले चतुर्याइ गरिस् नि, तेरो बिचमा म दुश्मनी हालिदिन्छु, अनि स्त्रीको सन्तानले तेरो टाउको कुल्चिनेछ। प्रभु यीशु मसीहले तैँले चाहिँ तेरो उसको क्रुस डस्नेछस् भनेको चाहिँ त्यो क्रुसको दुःख हो, क्रुसिफाई हुनु हो। तर क्रुसिफाई हुनुको चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ प्रभु यीशु मसीह चाहिँ बुद्धिमानी हुनुहुन्थ्यो, हृदयमा शुद्ध हुनुहुन्थ्यो है। अनि उहाँले चाहिँ यो काम चाहिँ हुनुपर्छ भनेर हामीले अघि वचन बनायौँ। परमेश्वरले दण्ड दिएको हामीले सम्झ्यौँ भन्दै थियौँ। परमेश्वरले उहाँलाई दण्ड दिएको हामीले सम्झ्यौँ, तर होइन, परमेश्वरले दण्ड दिनुभएको होइन। उहाँ त हाम्रो पापको लागि हामीले भोग्नुपर्ने दण्ड उहाँले भोगिदिनु भएको भनेर सम्झिँदै थियौँ अघि हामीले। अनि प्रभु यीशु मसीहले चाहिँ त्यो क्रुसमा चाहिँ जब उहाँले बलिदान हुनुभयो अनि त्यो सबै कुराहरू हाम्रो लागि भोगेर हामीले गरेको पापको कारणले उहाँले भोगिदिनु भयो। अनि मृत्युमा जानुभयो अनि मृत्युलाई चाहिँ बौरी उठ्नुभयो, मृत्युलाई जित्नुभयो। उहाँको मृत्युलाई जित्नु उहाँले किन भयो भन्दाखेरि चाहिँ उहाँ एकदमै निष्पाप हुनुहुन्थ्यो है। निष्पाप भनेको उहाँ चाहिँ के हुनुहुन्थ्यो, निरपराध। उहाँलाई अपराधी चाहिँ गनिएको हो, तर उहाँमा अपराध थिएन, अपराधी समान गनिए। 2टा चोर पनि टाँगेको भयो, क्रुसमा हुनुहुन्छ, अधिकार त्यति नै छ। एउटा चोरले के गर्छ, उहाँलाई इन्कार गर्छ, यो परमेश्वर भएको भए त भन्छ। तर अर्को चोरले भन्छ होइन, हामीले त दण्ड भएको ठिकै हो नि, हामीले त, उहाँले त केही पनि भोग्नु भएको छैन, उहाँलाई अलिअलि थाहा थियो, सुसमाचार सुनेको हो त्यो चोरले। एउटा चोरले चाहिँ यिनी चाहिँ परमेश्वरको पुत्र हो जस्तो लाग्थ्यो उहाँलाई, किनभने उहाँले आश्चर्य कर्महरू गरिराख्नु भएको हो। आश्चर्य कर्म यति बिघ्न गर्नुभयो, त्यो चोरलाई थाहा थियो, जसको कारणले गर्दाखेरि तपाईँको राज्य आउँदाखेरि चाहिँ मलाई नबिर्सनुहोस् भन्नु बित्तिकै परमेश्वरले, प्रभु यीशु मसीहले चाहिँ क्रुसबाटै त्यत्रो अधिकार कि भन्नुभयो, आज नै तिमी मसँग हुन्छौ। उसलाई परमेश्वरलाई पुरै थाहा छ कि आज बित्छ भनेर होइन। परमेश्वर प्रभु यीशु मसीह चाहिँ त्यस्तो हुनुहुन्थ्यो नि त। अनि मृत्युसम्म नै विश्वासयोग्य र पवित्र शुद्ध जीवन भएको कारणले गर्दाखेरि चाहिँ उहाँलाई परमेश्वरले बौरी उठाउनु भएको, परमेश्वरले उहाँलाई बौरी उठाउनु भएको अनि सबै अधिकार दिनुभएको। अस्ति पहिलो हप्ता मेसेज आउँदै थियो, यो संसार शैतानको हातमा छ, शैतानको राज्यमा छ भनेर भन्दै हुन्थ्यो। तर होइन, प्रभु यीशु मसीहले भन्नुभयो संसारलाई मैले जितेँ भन्नुभयो। जुन घडी परीक्षा भयो बप्तिस्मा लिए पछाडि, त्यतिखेर चाहिँ शैतानको हातमा थियो। प्रभु यीशु मसीहलाई लग्यो, 40 दिन 40 रात उपवास बसिसकेपछि यो संसारको सबै गौरव देखाएर भन्यो है, अधिकार हामीले दिन्छौँ है। आदम बाजेले दिनुभएको दुष्टलाई
उसले मेरो सोचेर सबै कुरा चाहिँ म तिमीलाई दिन्छु, यो गौरव देखाएर यहाँको मान इज्जत मर्यादा यहाँको एकदमै प्रचलित हुने कुराहरू मलाई चाहिँ यहाँ दण्डवत गर्नुहोस्, म तपाईँलाई सबै दिन्छु। यदि प्रभु यीशु मसीहले त्यो होइन खोस्रो संसारको सबै कुराहरू खोस्रो हुन्छ महिमाहरू, हामी पनि केही प्रचलित हुन खोज्छौँ, स्वभाव छ हामीमा। हामीलाई सबैले जानेको बुझेको, हामी अरबपति भएको करोडपति भएको, हाम्रो इच्छाहरू आकाङ्क्षाहरू सब पुरा गर्न सकौँ जस्तो लाग्छ है। कहाँ कहाँ घुमेर मन कहाँ घुमेर आउँछ बटालिएर होइन, हामीमा हुन्छ होइन। त्यो स्वभाव हामीमा हुन सक्छ, नहुने होइन। त्यही कुराहरू मार्ने नै हाम्रो सेवा हो। प्रभु यीशु मसीहमा पनि त्यो कुराहरू आयो एकताल परीक्षा, तर प्रभु यीशु मसीहले पुरै इन्कार गरिदिनु भयो। परमेश्वर पितालाई बाहेक कसैलाई दण्डवत नगर्नु भनेको छ त वचनमा भन्दाखेरि त्यो वचन जीवित भयो। अनि यहाँ वचनमा लेखिएका सबै कुराहरू चाहिँ कार्यान्वयन हुनुको लागि हामीले यो वचनलाई हामीले जीवन दिनुपर्छ। हाम्रो सेवा चाहिँ यो हो। त्यही त पवित्रताको सेवा र शुद्ध हृदयको सेवा अनि बुद्धिमानीको सेवा। हामी एकदम बुद्धिमानी हुनुपर्छ, तर्क गर्नमा त झन् अघि हुनुपर्छ है। अब हामीले उत्पत्ति 3 अध्यायमा गएर एकताल हेर्दै आउँ, किनभने यहाँनिर अब दुष्टको परिचय हामी पाउँछौँ। यहाँनिर 3:15 हामीले पढ्यौँ भने चाहिँ है, यहाँनिर उसको परिचय छ अनि त्यहाँनिर दुश्मनी हालिदिएको कुराहरू छन्। त्योभन्दा चाहिँ 3:1 पढिदिनुहोस्, उसको परिचय हामी पाइहाल्छौँ होइन। उत्पत्ति 3:1 पढिदिनुहोस्। चाहिँ परम प्रभु परमेश्वरले बनाउनु भएको वनको हरेक पशुभन्दा बढी धूर्त थियो। हजुर। अनि त्यसले स्त्रीलाई भन्यो, तिमीहरूले बगैँचाको कुनै पनि रुखबाट नखानु भने के परमेश्वरले साँच्चै नै भन्नुभएको हो? सोधिँदैछ त्यहाँनिर। अनि हो भन्दाखेरि है यो त राम्रो कुरा पो त भन्ने कुरा प्रलोभनमा पार्यो। तर सर्प चाहिँ के थियो भन्दाखेरि चाहिँ सर्प चाहिँ चलाक हुन्छ। तर यो चाहिँ कस्तो भयो भन्दाखेरि यो चाहिँ नेगेटिभ भयो। चलाक हुनु राम्रो हो, किनभने मत्ती 10:16 आउँदा सर्प हुआ भनेको छ त, तर त्यसको चाहिँ पोजिटिभ र नेगेटिभ कुराहरू हुन्छन्, नकारात्मक र सकारात्मक कुराहरू। मत्ती 10:16 पढिदिनुहोस् त। म तिमीलाई भिडहरू चाहिँ बुवासहरूको बिचमा पठाउँछु, त्यसकारण तिमीहरू सर्पहरू जस्तो चतुर र ढुकुरहरू जस्तै सोझा हौ। हेर्नुहोस् भन्यो नि त होइन। प्रभु यीशु मसीहले भन्नुभएको है फेरि आफ्ना चेलाहरूलाई के भन्दै हुन्छ भने तिमीहरू चाहिँ अब म भेडा चाहिँ बुवासहरूको बिचमा पठाउँदैछु। हेर्नुहोस् है, यो संसारमा यो एन्टियोक सूर्यनगरको इतिहासलाई बुझ्यो भने यहाँ जो प्रभुको दास हुनुहुन्थ्यो उहाँ चाहिँ बसो सोचेर यो ठाउँमा आएको। उहाँलाई सबै कुरा थाहा थियो, यो गाउँमा जेल झाल भएकोहरू, उहाँकै आफ्नै साथीहरूले उहाँलाई हानि गर्नु खोजेकोहरू है, यता के भनेर राति हुँदी बोलाउने कुराहरू है है, चोक्नुलाई पिट्नुलाई। साथीहरू नि फेरि दिउँसो सँगै खान्छ फेरि चिया पानी क्या, मतलब दोकानमा। तर उहाँको जीवनलाई मैले हेर्दाखेरि चाहिँ उहाँले सबै कुरा फिनिसिङ गर्नुभयो। ती जो सोझा देखिने तर हृदयमा कपट राख्ने साथीहरूसँग नि एकचोटि सबै इन्डिया घुमेर आउनुभयो गाडी रिजर्भ गरेर। त्यसपछि त्यो साथीहरू बित्नुभयो अनि उहाँ पनि पछि चाहिँ प्रभुमा सुत्नुभयो। यो ठाउँमा चाहिँ उहाँ आउनु हुँदाखेरि चाहिँ एकदमै अन्धकार थियो, सुसमाचार थियो है। अनि उहाँले यसरी सेवा गर्दै जानुहुन्थ्यो। पछि जुट्दै लुकेको विश्वासीहरू पनि त्यसरी जुट्दै आएको। अनि उहाँ चाहिँ एकदमै चतुर हुनुहुन्थ्यो, सबै कुरा जान्ने तर चुप्पो लाग्ने है। हामी त थाहा हो भने बाठो भएर सबै कुरा गर्छ। यहाँनिर कहिले कहिले प्रभु दासहरूले भन्नुहुन्छ क्या,
उहाँको विषयमा। तर मैले चाहिँ नि उहाँलाई अन्तमा नजिकबाट हेरेको छु। अनि उहाँले लामो लामो समयसम्म बात गर्नुहुन्थ्यो। सेवामा भेट हुँदा 1 घन्टाको सेवा हुन्थ्यो, तर बात चाहिँ हामी 4 घन्टा गर्थ्यौँ। अनि पश्चिम सेवा है, इन्डिया मलाई लिएर हिँड्नुहुन्थ्यो। पछि है, तर सबै दाजुहरू चाहिँ व्यावहारिक भइसकेको, घरबाट निस्किनु नमिल्ने। हाम्रो सेवाहरू चाहिँ त्यस्तो हो क्या। मैले प्रभु दासको कुरा गरेँ, त्यो विषय मैले त्यहाँ सोचेको पनि थिइनँ। तर यहाँ कस्तो भन्दाखेरि चाहिँ संसारमा नि हामीले प्रभु पाएर प्रभुको सेवा गर्नु चाहिँ हामी चाहिँ एकदमै पुरानो भाषा भन्ने यही मण्डलीको लोलोपोतो टाइपको। अनि ड्युटीमा चाहिँ पुरा मण्डलीमा देखा पर्ने, अनि मर्दा पर्दा चाहिन्छ, दुःख परिगयो भने भन्ने त्यो सानो एउटा हाम्रो अवस्था क्या, कता कता त्यस्तो पनि हुनसक्छ, तर होइन। तर यहाँ प्रभु पाइसकेपछि चाहिँ हामीले नयाँ जीवन पाइसकेपछि चाहिँ प्रभुले चाहिँ हामीलाई त्यसरी पठाउनुहुन्छ भेडा तर बसुहरूको झुन्डमा। त्यो अनुभव गर्नुभएको छ तपाईँहरूले? तपाईँ हामी जानुपर्छ है। किन भन्नुहुन्छ भने नि यो नाइजेरिया भन्ने देशमा नि आजभन्दा 1848 साल भनेको अहिले 2025 साल हो है। यो नाइजेरिया भन्ने ठाउँमा चाहिँ एकजना स्कटल्यान्डको लेडिज क्या, छोरी मान्छे होइन। अब उहाँ चाहिँ कहाँ जानुभएको? 1848 भनेको अहिले होइन है। उहाँले 1848 सालमा उहाँ जानुभएको है। यो अहिलेको मितिबाट कति अगाडि हुन्छ? 2025 माइनस 1848 गर्नुहोस् त, कति वर्ष अगाडिको कुरा हो? मोबाइलमा निकाल्नु न क्यालकुलेटर। यो स्कटल्यान्डको एउटा लेडिज जब प्रभु पाउँछिन् अनि पक्का यो वचन मुताबिक उहाँ जानुहुन्छ। यो वचन मुताबिक एउटा भेडा भएर बोआसोहरूको विद्रोह। अहिले नाइजेरियामा के हुँदैछ थाहा छ नि तपाईँहरूलाई है। किन परमेश्वरले यो काम गर्नुहुन्छ भन्दाखेरि चाहिँ नाइजेरियामा यो घटना हुन्छ, त्यहाँको मान्छेहरू, त्यहाँको आत्माहरू नाश हुनु हुँदैन। त्यो ठाउँमा आजको मितिमा जन्मिने मान्छेहरूले प्रभु पाएको हुनुपर्छ, त्यो आत्मा नाश हुनु हुँदैन भनेर उहाँ दिदीलाई पहिल्यै पठाउनु भएको। कति भयो? 177। 177 वर्ष अगाडि नाइजेरियामा मेरी स्लेस भन्ने दिदी 1848 मा है नाइजेरिया जानुभएछ। अनि त्यहाँनिर गएर चाहिँ त्यो अन्धकारमय ठाउँमा है त्यो दिदीले प्रभु यीशु मसीहको बारेमा प्रचार पनि गर्नुभयो। र त्यहाँको एउटा कुप्रथा रहेछ है। त्यहाँको एउटा कुप्रथा के रहेछ भन्दाखेरि जन्मेको नानीलाई मारिदिइहाल्दैछ, राख्नु हुँदैन भनेर है। त्यो समयमा है 177 वर्ष अगाडि उहाँले पछि त्यो प्रथा हटाउनु भयो। हेर्नुहोस्, उहाँ एउटा भेडा भएर बुवासाको झुन्डमा अर्काको देशभित्र गएर त्यस्तो प्रचार गर्नुभएको है। त्यो दिदीको कस्तो जोस है। नेपालमा पनि यो ठाउँमा चाहिँ धेरै पहिला प्रचार भएको, नेपालमा पनि प्रचार नभएको होइन, राणाकालतिर तिब्बतबाट पनि आएको हो, त्यो ठाउँमा प्रचार भयो। तर पछि चाहिँ प्रभुको उद्देश्य यताबाट बङ्गालबाट यसरी हामी पहाडे मुलुकको हाम्रो समुदायहरूले प्रभु पाएको कारणले प्रचार हुँदै आयो। हामी माझ पनि एल्सोदे अन्तर्गत यही ठाउँबाट प्रवेश भयो भनेर हामीले इतिहास पाउँछौँ। परमेश्वरले काम त्यसरी गर्नुहुन्छ। अनि नाइजेरियामा चाहिँ के भएको रहेछ भन्दाखेरि चाहिँ नि
यो इस्लामिक है इस्लामिक चरमपन्थीद्वारा त्यहाँनिर पटक पटक के हुन्छ चर्चमा हमला हुन्छ। अनि यो इस्लामिक भन्ने चाहिँ धर्म यस्तो धर्म हो प्रभु यीशु मसीहपछि लगभग 400-500 वर्षपछि यो स्थापित भएको धर्म हो। पहिला इस्लामिक धर्म केही पनि थिएन। तर यो दुष्टको है अन्धकारको शक्ति जो चाहिँ दुष्ट आत्माहरूले मान्छेलाई कसरी चाहिँ त्यो कैदमा राखेको भन्नुहोस् न। अब इस्लामिकहरू चाहिँ त्यो ठाउँमा स्थापित भयो। क्रिस्चियनिटी हुनुभन्दा क्रिस्चियन भइसकेको मण्डली पनि भइसकेको स्थापित। तर उनीहरूले चाहिँ त्यो ठाउँको सारा जातिलाई त्यहाँका मूर्ति पूजकहरूलाई पनि हामी इस्लाम हुनुपर्छ, परमेश्वरको बाणी यो छ भनेर हजरत मोहम्मदले यो कुरा गर्यो। सबै समेट्ने काम गर्यो। अनि उनीहरू शक्तिशाली भए। उनीहरूले चाहिँ अब यो अल्लाहु अकबर भन्छ, मान्छे ठोकेको छ। कस्तो मूर्खता हो। अल्लाह अकबर भन्छ, मान्छे ठोक्छ। घडी घाँटी रेट्छ है। गरेको चाहिँ उनीहरूले के हो इमान्दारी काम गरेको। अल्लाह से ईमान राखेंगे भन्छ, दामी कुरा हो है। कस्तो भ्रम, घाँटी रेटिदिहाल्छ। इमान राखेको हो फेरि। इमान भनेको चाहिँ विश्वास, इमान्दारिता हो। त्यत्रो इमान्दारिता हामीसँग छैन। अहिले चर्चहरू फैलेर गयो, यहाँ सेवा त्यहाँ सेवा भन्छ। तर वचनले के भनेको छ भन्दाखेरि हामी भित्रै भ्रम भेडाको भेषमा बसमा आउँछ भन्छ। यस्ता दुःख गर्ने प्रभुको सेवकहरूलाई अहिले पनि याद गरिँदैन। अस्ति यहाँ आउनुभएको राजमान राई हुनुहुन्थ्यो नि, उहाँहरू चाहिँ एलसदाईको पहिलो फुल टाइम वर्करहरू हो है। उहाँहरू चाहिँ सिनियर फुल टाइम वर्करहरू। यसरी काम फैलिएर जाँदाखेरि उहाँलाई चाहिँ नागाल्यान्ड उहाँलाई लानुभएको, पठाउनु भएको। उहाँले एकचोटि सेयरिङ गर्नुभयो क्या। अनि उहाँले चाहिँ रुँदै भन्नुभएको मैले सुनेको एलसदाईको विषयमा। एलसदाईमा पहिला हामी आउँदाखेरि हामीलाई थाहा हुन्थ्यो के भयो कसो भयो, पञ्चनाथ बडा हुँदासम्म। अनि जानकारी हुन्थ्यो, खबर हुन्थ्यो, वास्ता हुन्थ्यो। अब नयाँ पुस्ता आयो है, त्यही कुरा गर्दै हुन्थ्यो। अस्ति पनि एलसदाईमा भाइभक्त सिंहको विषयको कुराहरू गर्दै हुन्थ्यो। अनि उहाँलाई चाहिँ डिस्करेज नहोस्, यो मण्डलीमा पनि भाइभक्त सिंह हुँदाखेरि मेसेज सुनेको म प्रभुदासहरू हुनुहुन्छ भनेर म बोलेको मेसेजको बिचमा। मामा उहाँले त पास गरिसकेको थियो। तर हाम्रो आशबदन मामाहरू पनि हुनुहुन्थ्यो होइन। आशबदन मामाहरूले पनि देखेको भाइभक्त सिंहको प्रचारहरू भयङ्कर सुन्नुभएको। म चाहिँ अलिक सानै थिएँ एलसदाई जाँदाखेरि भाइभक्त सिंहहरू देखेको। भाइभक्त सिंह चाहिँ चेयरमा आउनुभएको थियो। सायद त्यतिखेर विल चेयर थियो कि थिएन, तर चेयरमा बस्नुभएको थियो। मण्डली यस्तो महिमाले भरिएको थियो। सबै आमा दिदीबहिनीहरूको आँखामा आँसु थियो उहाँको उपस्थितिमा। अनि उहाँ चाहिँ भयङ्कर आत्माले भरिएको मान्छे है। अब आत्माले भरिनु भन्ने कुरा भरिनु भनेर त भन्नु हुँदैन, हामीले पनि भरिनु चाहनुपर्छ। परमेश्वरले हामीलाई पनि भन्नुहुन्छ, तर हामी चाहँदैनौँ, जसको कारणले गर्दा परमेश्वरको काम प्रभावकारी हुन सकेको छैन। हाम्रो गाउँघरतिर दुष्ट आत्मा लागेको मान्छेहरू छ। सायद हामी गयो भने हामीलाई गिजाउन सक्छ उनीहरूले। किन भन्दाखेरि हामीमा त्यत्रो पवित्रताको जीवन नभएको कारण पनि हुनसक्छ। हामी दुर्बल छौँ। यो नेपाल भन्ने ठाउँमा चाहिँ अझै पनि सतावट आउन बाँकी छ होइन। हिजोको कुरा गर्दाखेरि हामीले कहिले पनि नेताहरूको र पार्टीहरूको विषयमा विश्लेषण गरेर राम्रो र नराम्रो भन्नु हामीलाई अधिकार छैन, बाइबलले दिँदैन। तर हामी खुब ठुल्ठुलो गफ गर्छौँ। सायद राम्रै काम गर्नुभएको थियो, जसको कारणले हाम्रो सद्भाव थियो, भावनात्मक हाम्रो विचारहरू थियो, त्यसले गर्दा जयमेसी गर्थ्यो। भोलिको दिनमा त्यस्तो नहुन सक्छ। उनीहरूमा एउटा आशा थियो हामीसँग भोट पाउँछु भन्ने,
भोलिको दिनमा यहाँ जातीय युद्ध भयो भने हामी घरबाट घरलौरी एउटा निस्किनु पर्यो भने कसको नाममा निस्किने? अब यहाँ त खैला बैला छ है। त्यसै कारणले त्यो परमेश्वरले राख्नु भएको हो। तर अबको दिनहरू चाहिँ त्यस्तो नहुन सक्छ है। कूटनीति राजनीति भन्छ, देश चल्नुको लागि पनि एउटा के चाहिन्छ? कूटनीति। अर्को राष्ट्रसँग कस्तो सम्बन्ध राख्ने, अर्को राष्ट्रसँग कस्तो सम्बन्ध राख्ने, सबैलाई मिलाएर राख्नुको लागि चाहिँ केस पाकेको मान्छे चाहिन्छ होइन। किङजोङ जस्तो उडाइदिन्छु होइन, ठोकिदिन्छु, जलाइदिन्छु भनेर देश चल्दैन रहेछ है। विद्वान हुनु पर्यो। विद्वान मान्छेले यसो हेर्छ, विद्वान कुरा गर्छ र उसले सोच्छ केही गर्नु अघि है। अनि ठुल्ठुलो राष्ट्रहरू चाहिँ त्यस्तो टाइपको हुन्छ, उनीहरूको बुद्धि विकास भएको हुन्छ, त्यसै ठ्याठ्या गरी हिँड्दैन उनीहरू है। त्यसै कारणले गर्दा हामी प्रचार गर्दा पनि डराउनु हुँदैन। डरको आत्मा भनेको दुष्ट आत्माको हो। प्रभु यीशु मसीह आगमन संसार अहिले आउनुभयो भने हामी डराउने कि प्रभु यीशु मसीह आउनुभयो भनेर खुसी हुने है। त्यसै कारणले गर्दाखेरि हामी कोहीसँग लजाउनु पनि हुँदैन, कोहीसँग डराउनु पनि हुँदैन। तर ठिक धर्मी देखा परौँ भनेर धेरै धार्मात्मिक पनि हुनु भएन, कसैलाई असर नपरोस् त्यो किसिमको हामीले जय मसीह आदान प्रदान गर्ने हो होइन। अनि कोही चाहिँ फेरि धेरै धर्मी हुनको लागि फेरि देखिनको लागि चिया पसलमा लामो प्रार्थना गर्ने पनि हुन्छ। त्यहाँ अलिकति खिसी टिउरी हुने विषय हामीले किन राख्ने, विवेक किन प्रयोग नगर्ने? अनि हामीले जय मसीह पनि नम्रतामा गर्नु पर्यो। अरूलाई देखाउने किसिमको मेरो यति जमात छ भन्ने किसिम गर्नुहुन्छन् मान्छेहरू, त्यो किसिमको जय मसीह पनि होइन। त्यसले त फेरि क्रान्तिकारी जय मसीह भन्छ। त्यसै कारणले हामीले धेरै बुद्धि विवेक प्रयोग गर्नुपर्छ भन्नुभएको छ प्रभु यीशु मसीहले। त्यसै कारणले हामीलाई साँप जस्तो चतुर हुनु भन्नुभएको, न कि धूर्त हुनु है। साँप चाहिँ धूर्त भएर चाहिँ फसाइएको हो हाम्रो पुर्खाहरूलाई, हाम्रो आदम बाजेलाई क्या। अब यो नाइजेरिया भन्ने ठाउँमा चाहिँ एकजना लेडिज जानुहुन्छ, मेरी स्लेस भन्ने, उहाँले चाहिँ के गर्नुहुन्छ अरे त्यहाँनिर त्यहाँको कुप्रथालाई, जुम्ल्या नानी जन्मिने बित्तिकै मारिदिने प्रथा है, यस्तो दयनीय त्यो ठाउँमा त्यो गर्नुहुन्छ। र उहाँले त्यहाँनिर है एउटा नाम पनि पाउनु हुने रहेछ है पछि। अनि त्यो ठाउँमा चाहिँ आजभन्दा 5 वर्ष अगाडि चाहिँ ठुलो सतावट भयो। त्यहाँनिर लगभग मान्छे 3530 जना मरेको डाटा छ, विश्वासीहरू मारिएको नाइजेरियामा। त्यो चाहिँ हाम्रो त्यो ठुलो विषय हो। विश्वासीहरू खेदमा परेर मारिनु। अब यहाँ नेपालमा अहिले सेवा धेरै फैलिएर गएको छ, विश्वासीहरू मेसेन्जरहरू पनि। भोलि प्रभुको लागि मर्नु पर्यो भने त टाप हान्छ नि, फाइदा उठाउने खालको धेरै छ यहाँनिर। पहिला दुःख गर्ने प्रभु दासहरू छैन नि त। अब अहिले लुट्ने सेवकैहरू हुँदैछ है, विचार गर्नुपर्छ है। खेद त आउनु पर्यो क्या, म चाहिँ भन्छु नि नेपालमा आउनु पर्यो, तर अझै आउँदैन नेपालमा, किनभने प्रभुको काम बढ्दै गएको छ। अस्ति त 30 लाख भन्दै थियो, अहिले 60 लाख भन्दैछ कसैले, क्रिस्चियनहरू छन् भनेर। तर त्यो हुनुपर्छ भन्ने कुरा कस्तो भन्दाखेरि चाहिँ, किन हुनुपर्छ भन्दाखेरि चाहिँ नि यहाँनिर है खास कुरा बुझेको छैन मान्छेले। मान्छे त अभिलाषी हुन्छ नि, मान्छेले आफ्नो महिमा खोज्छ नि। प्रभु यीशु मसीहले मैले लुटको माल सम्झिनँ भन्छ क्या संसार। प्रभुको दासहरूले पनि, प्रेरितहरूले पनि त्यही भन्छ क्या। उनीहरूलाई आदर गर्दाखेरि आदर साह्रै नखोज्ने, यहाँ त आदर खोजिन्छ है। खिड्कीबाट आउने र दैलोबाट आउने कुरा छ। खिड्कीबाट जहिले शैतान आउँछ कि चोर आउँछ, एउटा तरिका छ होइन। तर त्यो सतावट आउनु चाहिँ एकदमै जरुरी छ, त्यो आउनुपर्छ है। अनि त्यो बारम्बार भइरहेको हामी पाउँछौँ नाइजेरियामा। हामीलाई लाग्छ दुःख लाग्छ बिचराहरू भनेर, होइन।
सतावटमा जानु एकदमै राम्रो कुरा हो होइन। किन भन्दाखेरि विश्वभरिको इस्लामहरूले चाहिँ क्रिस्चियनको विरोध गर्नुपर्छ, त्यो देश हाम्रो हो, उनीहरूलाई एकदम आपत्ति छ यो देश उनीहरूले चलाउँछ भनेर। नेपालमा पनि त्यही आपत्ति छ होइन। क्रिस्चियनहरूले पो देश भोलि लाने हो कि भनेर क्या बढ्दो देखेर। तर उनीहरूको हामीले खोइरो झार्नु पऱ्यो, हामी एकदम यहाँ तयार हुनु पऱ्यो। अहिले बाहिर खोज्न आयो भने के गर्ने, तर मुखको तरबार हामीले चलाउनुपर्छ। त्यो सर्प चाहिँ त्यति चलाक हामी हुनु पऱ्यो। त्यो के तर्क गर्नु, उनीहरूले आएर तर्क त गर्ने हो, सुरुमा तर्क गर्नु पऱ्यो नि त। त्यो हामीले यहाँ खोज्नु पऱ्यो, बाइबल दिनरात पढ्नु पऱ्यो होइन। त्यसको के हो भन्दाखेरि जति हामी जान्ने हुन्छौँ बाइबलमा, त्यो ज्ञान हामीलाई दर्शन आएपछि हामीलाई डरै लाग्दैन है। उनीहरूसँग तर्क गरे उनीहरू हार्छ नि त है। मैले त्यो देखिरहेको छु ठाउँ ठाउँमा बिचरा पास्टरहरू चाहिँ अब त्यो कोर्स गरेर गएको हुन्छ अनि उनीहरूलाई त अब मुख बन्द गरिदिइहाल्छ। तर पुरानो समयमा इजरायलमा गिदोनलाई पनि यो कुरा आएको छ क्या, परीक्षा। तिमी बहादुर हो भन्छ परमेश्वरले, गिदोनले राति त सबै मन्दिर सन्दिर भत्काइदिन्छ। त्यो ठाउँमा त तिनीहरू त हाबी भएको हुन्छ त्यतिखेर, देवी पुज्नेहरू, असेरा मूर्ति पुज्नेहरू। बिहान उठ्दा छैन मन्दिर सन्दिर। कसले हो भन्दाखेरि यो गिदोन हो, यसको छोरा हो भनेर चाहिँ मार्नु सबै समुदाय आएको हुन्छ यसरी, अब मार्ने। त्यतिखेर चाहिँ त्यो गिदोनको बाबाले के भन्छ भने नि, तिमीहरूको केस तिमीहरूको र उसको होइन, यसले कसको मन्दिर भत्काएको हो त्योसँग हो भनिदिन्छ क्या। तिनीहरू सबै निल हुन्छ नि, चुपचाप मुख बन्द हुनु पनि हो। कसको नाउँमा कसको मन्दिर भत्काएको त उसैले गर्छ नि त, लेखा लिन्छ, उसैले बदला लिन्छ है। त्यो किसिमको हाम्रो के हुनु पर्यो, भोलि हामी पनि भेडा बुवासाहरूको बिचमा हुन सक्छौँ। हामी एकदम तयार हौँ, हामीलाई वचन बोलिदिएको छ, यसमा शक्ति छ भन्छ परमेश्वरले। अनि हामीले यो सब कुराको लागि प्रार्थना गर्नुपर्छ भन्ने कुरा हामी बुझ्छौँ है। यो कुराहरू भइरहेको हामी पाउँछौँ। भोलि हाम्रो नेपालमा पनि नहोला भन्ने कुरा छैन है। अहिले नेपाल देशमा हामी कानुन त्यति सक्रिय छैन होइन, र पनि हामी इमान्दारी साथ एउटा राष्ट्रियतामा हामी बसेको छौँ। किनभने यो हाम्रो आफ्नो देश हो, हाम्रो देशमा हक अधिकारहरू खोज्नु पाउँछौँ। यो हामीलाई स्वतन्त्रता दिनुभएको छ परमेश्वरले, यो ठुलो कुरा हो है। एकजना लेडिजले प्रभु पाएर अर्काको देशमा गएर है, त्यस्तो दामी नि। अब एउटा छोरी मान्छेले पनि कत्रो कत्रो काम गर्न सक्नुभएको क्या है। अनि मरियम है, आमा जो हुनुहुन्छ प्रभु यीशु मसीहको, उहाँ एकदम कन्या कुमारी है, तर एकदमै भावुक, परमेश्वरको डर मान्ने। मौनी भइसकेपछि चाहिँ प्रभु यीशु मसीहको सुसमाचार लिएर चाहिँ जब गाब्रिएल स्वर्गदूत हुनुपर्छ, उहाँ आउनु हुँदाखेरि उहाँ सिरियस कुरा गर्नुभएको क्या। अहिलेको हाम्रो अविवाहित छोरीहरू त्यस्तो भावुक हुनु पर्यो बात गर्दाखेरि है, मस्किने इत्रिने उता सिरियस हुन्छ जिन्दगी भनेको। हाम्रो विश्वासी जीवन भनेको सिरियस हो है। त्यो चञ्चले होइन, लयलाई फकाइ गर्दाखेरि कसैले है राम्री भनिदिँदाखेरि तिन ठुन्का हुनु हुँदैन रहेछ है। किनभने निस्वार्थ प्रेम हामीले संसारमा पाउँदैनौँ प्रभु यीशु मसीह बाहेक। त्यो कुरा हामी अब सिरियस हौँ भन्न खोजेको। हाम्रो 10 जना साथीभाइहरू होलान्, भोलि उनीहरूको बिचमा हामीले गवाइदिनु पर्दाखेरि पनि हामी निडर हुनु पर्यो। अनि पो उनीहरूले भन्छन् त यिनको विश्वास, यिनको यीशु चाहिँ सत्य हो भनेर भन्न सक्छन् त। अब हामी यही कुरालाई हामी हेर्छौँ 10 को चाहिँ। अब यहाँनिर के भन्नुभएको छ भने नि, अब भेडा त अब सोझो हुन्छ, बुवासोको बिचमा पठाइदिनु भयो, तर त्यो ठाउँमा चाहिँ तिमीहरू साँप जस्तै है, चतुर र ढुकुर जस्तै सोझो हुनु भन्दै हुन्छ।
अनि यो ढुकुर जस्तै सोझो हुनु भनेको चाहिँ एकदमै सत्यता नम्रतामा हो, हामीमा हुनुपर्छ भनेको रहेछ है। अनि निष्कपट प्रेम हुनुपर्छ है। अनि यो बुद्धिमान हुनु भनेको है, चलाक हुनु भनेको चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ बुद्धिमान हुनु, साप जस्तो चतुर हुनु भनेको चाहिँ बुद्धिमान हुनु। किन भन्दाखेरि नि सर्प चाहिँ कस्तो हुन्छ भने हामीले पोजिटिभली लियौँ भने चाहिँ जब उसलाई अलिक उसले के गर्छ भने म असुरक्षित छु भन्यो भने मात्रै डस्ने हो क्या उसले, त्यसरी डस्दैन। त्यसैले हाम्रो पहिला पहिला घरहरू हुन्थ्यो, धिप्री बल्थ्यो है, तपाईँलाई अहिले बताउनु पऱ्यो। धिप्री भनेको यत्रो सलेदो भएको यसो है पुरानो सिरकको खोलहरूको त्यो सलेदो बनाएर मट्तेर हालेर बालेर त्यसरी पढ्थ्यौँ हामी। अनि त्यो समयमा प्राय माटोको घरहरू हुन्थ्यो, ठुल्ठुलो सफाको घरहरू पनि हुन्थ्यो। अनि हामीलाई बस्दाखेरि चाहिँ खुट्टा नहलाउनु भन्थ्यो है। खुट्टा हलायो भने के हुन्छ भन्दाखेरि चाहिँ साँपले आफू असुरक्षित महसुस गरेर चाहिँ ठोङ्थ्यो होइन। त्यही भएर उसले चाहिँ साँपले चाहिँ घरिघरि जिब्रो निकाल्नुको कारण चाहिँ के हो भन्दा उसको चाहिँ के हुँदैन, उसले चाहिँ त्यो जिब्रोमा जब थर्किन्छ भाइब्रेट हुन्छ, जसरी हाम्रो मोबाइल तर थर्किन्छ त्यस्तै हाम्रो आवाजहरू चाहिँ त्यहाँ ठोकिएको कारणले गर्दाखेरि उसले थाहा पाउँछ यहाँ म सुरक्षित छु या म असुरक्षित छु भन्ने। सर्प त्यस्तो चतुर हुन्छ भन्न खोजेको रहेछ। त्यो चाहिँ बुद्धिमानी भन्न खोजेको। हामीलाई बुद्धिमानी हुनु पर्यो, हामीले तर्क गर्नु सक्नु पर्यो होइन भोलिको दिनमा भन्ने कुरा हो। विलियम केरी आउँदाखेरि चाहिँ 1793मा आउनुभएको रहेछ, आजभन्दा 232 वर्ष अगाडि। उहाँले धेरै भाषामा बाइबल अध्ययन ट्रान्सलेट गर्नुभयो, छाप्नुभयो। उहाँ चाहिँ 232 वर्ष अगाडि आउनुभएको रहेछ है। अनि इन्डियामा पनि त्यस्तै कुप्रथा, जसको कारणले चाहिँ धार्मिक कर्मको नाममा उनीहरूले चाहिँ के गर्थ्यो, अत्याचार गर्थ्यो लेडिजहरूलाई। बुढा मर्यो भने मारेर के हालिदिने, कि स्वेच्छा मर्नुपर्ने, कि त त्यसलाई भक्कु नसा खुवाएर मताएर भन्नुपर्ने। अब त्यो भाग्यो भने फेरि भाटाले मारेर फेरि त्यहीँनिर जलाइदियो। त्यो कुप्रथा उनीहरूकै धर्मको नाममा। हेर्नुहोस् संसार भनेको यस्तो अन्धकार क्या, अन्धकार अन्धकार। यो पनि क्रिस्चियन विलियम केरीले चाहिँ के गर्नुभएको, त्यहाँको कुप्रथा हराउनु भएको। यो चाहिँ उहाँ आउनुभएको 36 वर्षपछि चाहिँ त्यो प्रथा उहाँले संविधानमै लेख्न सफल हुनुभयो। हेर्नुहोस् उहाँ पनि एउटा चतुर होइन अनि सोझोपन भएर आउनुभयो यो ठाउँमा। अनि अब यो चाहिँ यो त बङ्गालबाट उहाँ आउनुभएको कुरा हो। तर उता साउथ इन्डियाको एकजना प्रभुदास मैले भेटेको, उहाँले चाहिँ अस्ति गवाइदिनु भयो होइन। मैले आशिष पनि मागेँ तर अन्य झुन्ड हो। तर उहाँले चाहिँ भन्नुभयो, के भन्नुभयो भन्दाखेरि चाहिँ मेरो वंश चाहिँ थोमस, प्रभुको चेला थोमसद्वारा नै बाँचेका ती मण्डलीहरूद्वारा म पुस्ताको विश्वासी हो भनेर। अनि उहाँले क्रिस्चियन समाजमा है हाम्रो झापा जिल्ला इसाई समाजले गरेको सेवाकाईमा आउनुभएको थियो। उहाँले खुलेरै कुरा गर्नुभयो छोरी मान्छेहरूको विषयमा चाहिँ, छोटो कपडा लाउने, रङ्गी बिरङ्गी मन पराउने विषयमा चाहिँ असल शिक्षा ल्याउनु भएको थियो। मैले इन्डियामा देखेको प्रभुको दास क्या। अनि त्यस्तो पनि हुनुहुँदो रहेछ। तर इन्डियामा चाहिँ यसरी प्रचार भएर आएको पाउँछौँ। अब हामीलाई कस्तो लाग्छ भन्दाखेरि नि हाम्रो असफलता किन हुन्छ होइन, हामी चाहिँ किन असफल हुन्छौँ भन्दाखेरि चाहिँ परमेश्वरले नै हामीलाई असफल गराउनुहुन्छ। हामी केमा भर परेको हुन्छौँ भन्दाखेरि हामी ज्ञानमा है, आफ्नो ट्यालेन्टमा, आफ्नो बलमा, अनि आफ्नो रूपमा है, अनि हाम्रो धन सम्पत्तिमा। सबै चाहिन्छ, माया पनि चाहिन्छ, धन सम्पत्ति पनि चाहिन्छ, बल पनि चाहिन्छ, सबै चाहिन्छ। तर हामी विश्वासीले जान्ने चाहिँ त्यो सबै कुरा चाहिँ केही होइन। त्यो चाहिँ हाम्रो के हो, परमेश्वरले दिनुभएको अनि त्यो आशिष हो। यही संसारमा सबै कुरा व्यर्थ भन्छ होइन। हामीले मिडिया पनि चलाउनु जान्नुपर्छ। फेसबुक चलाएको मैले लगभग 14-15 वर्ष भयो।
मलाई थाहा छ कुन मोडमा के वाट्स युर माइन्ड भनेको हुन्छ। त्यतिखेर मान्छेले लाउँछ, बेहोसीपना हुन्छ एउटा, अनि कतिपय कुरा उसले त्यो गरिदिन्छ क्या। तर त्यो होइन, हामीले चलाउनु जान्नुपर्ने, त्यसलाई ठिकै सदुपयोग गर्नु जान्नु पर्यो। आखिर अरूले थाहा पाइहाल्छ अनि शैतानले पनि थाहा पाउँछ, अनि यो क्यामेराले थाहा पाउँछ अरे क्या। हामी स्याड छौँ भने अब अलिक मुड हाम्रो अफ छ भने त्यो क्यामेराले पढेर त्यस्तै सन्देशहरू दिन्छ अरे कि। हामी खुसी छौँ भने त्यस्तै दिन्छ अरे, हामी दुःखी छौँ भने त्यस्तै दिन्छ अरे क्या, पढ्छ अरे क्या त्यसले। अनि शैतान क्या, शैतानलाई पनि हाम्रो मनको कुरा थाहा हुँदैन अरे क्या। तर हामी हौसेको उफ्रेको उताउलो भएको कुराहरू चाहिँ यसो हेरेर शैतान यसलाई चाहिँ थपक्क भनेर त्यो कुराहरू ल्याइदिने काम गर्दो रहेछ क्या शैतानले। तर हृदयको कुरा जान्ने चाहिँ प्रभु यीशु मसीह परमेश्वर मात्रै हुनुहुन्छ। त्यसै कारणले यो फेसबुकहरूले पनि हामीलाई के बताउँछ त, त्यस्तै पढ्दैछ, हाम्रो आँखै पढ्छ भन्छ होइन। अनि हामीले चाहिँ त्यसलाई ठिकै मात्रै प्रयोग गर्नुपर्छ होइन। बल त एक दिन के हुन्छ थाहै नभए बल घट्दै घट्दै गएको हामीलाई थाहा हुन्छ होइन। बल भएर के गर्ने, 3 दिन डाइरिया होस् त होइन, त्यस्तो हो क्या। तर त्यो चाहिँ के हो भन्दाखेरि एउटा शिक्षा हो होइन। अब यहाँनिर हामी के पाउँछौँ भन्दाखेरि चाहिँ अब हामी सिधै प्रस्थानमा जान्छौँ। सर्प हुनु दिनुहुन्छ है, हारुनको लौरो सर्प हुन्छ है। हेर्नुहोस् है, अब तर त्यो अघि चाहिँ हामीले नेगेटिभ हेर्दैछौँ होइन, तर अब पोजिटिभ हेर्दाखेरि चाहिँ सर्प हुन पाइन्छ। पुरानो नियममा प्रश्न 6:7 पढिदिनुहोस् त। गए हेर्नुहोस् है, सर्प किन भन्दाखेरि चाहिँ पुरानो नियममा पनि रहेछ है। यदि सर्प बन्छ भने हामी पनि सर्प बन्दिने। हामीलाई कसैले आएर यहाँ सियामा डिस्टर्ब गर्छ यदि भने बाइबल खोज्छ भने हामी पनि सर्प टाइपले हामीले दिनु पर्यो, चतुर टाइपले होइन। किनभने उनीहरू त ट्रेन भएर आएको हुन्छ, उनीहरूलाई त परिचालित हुन्छ, अनि सक्नु पर्यो, हामीले फेस गर्नु पर्यो, सामना गर्नु पर्यो है। त्यो कुरा गरिएको हामी पाउँछौँ। त्यसै कारणले गर्दाखेरि व्यवस्थामा आइदिनुहोस् त, 8:15 आइदिनुहोस्। उहाँले उनीहरूलाई ठुलो र डरलाग्दो उजाड स्थानबाट गएर डोर्याएर लैजानु पर्यो, जहाँ अति विशाल सर्पहरू र बिच्छेहरू थिए अनि जहाँ जमिन सुक्खा र पानी बिनाको थियो। उहाँले तिनीहरूका निम्ति चकमकको चट्टानबाट पानी निकाल्नुभयो। अब परमेश्वरले किन यो ठाउँबाट लानुभयो भन्दाखेरि चाहिँ त्यो चाहिँ यात्रा हो होइन। उजाड स्थानमा लानुहुन्छ हामीलाई कहिले कहिले। हामी एकदमै सुविधा भएर हामी बसेको हुन्छौँ, आमा बाउसँग बसेको हुन्छौँ, अनि हामीलाई एकदमै आनन्द हुन्छ। तर कहिले कहिले परमेश्वरले हामीलाई निकाल्नुहुन्छ ताकि उहाँले आफ्नो होइन आफूतर्फ उहाँले खिच्नुहुन्छ क्या त। त्यो मात्रै होइन, कतिपय सुविधाहरू हुन्छ हामीसँग होइन, जसलाई चाहिँ हामीले के मानेको हुन्छौँ त, परमेश्वरको रूप दिएर त्यसलाई मूर्ति पूजा गरिँदो रहेछ क्या आत्मिक रूपमा चाहिँ। त्यो कुराहरूले चाहिँ हामीले बरु दुःख गर्न रोज्छौँ क्या, अनि दुःख गर्नुपर्छ। अहिले चाहिँ म देख्दिनँ होइन, अनि मभन्दा अग्रज मेरा दाजुहरू चाहिँ यहाँ हुनुहुन्थ्यो, स्टेफेन दाजु, राज दाजुहरू है, दिदी आप्पाहरू, उहाँहरूको खुट्टा हेर्दै सब पटपट फुटेको हुन्थ्यो होइन। अहिले चाहिँ अब गम्बुट सम्बुट आयो के आयो, पहिला कामहरू गर्थ्यौँ, मेहनत गर्थ्यौँ धुलो है, मतलब मेहनत परिश्रम गर्नु पर्यो होइन भन्ने कुरा। किनभने परमेश्वरले पनि परिश्रम गरिरहेको मान्छेलाई मात्रै परमेश्वरले चुन्नुहुन्छ क्या। एलिया पनि जब एलिसालाई बोलाउनु हुँदाखेरि उसले 12 हल जोत्दै थियो भन्छ। 12 हल कसरी जोत्थ्यो? 12वटा हल होइन। ऊ परिश्रम गरिरहेको थियो है। दाउद पनि परिश्रमी थियो। हामीले परिश्रम गर्नु किन अल्छे हुनु चाहिँ पाप होइन। दिदीबहिनीहरू त भात खानुको भाँडा मोल्नुको अल्छीले भात खानु नखाउँ कि के हो भनेर किचनमा नजान पनि सक्छ होइन।
अनि कोही दिदीबहिनीहरू चाहिँ परिश्रम गरिरहेको हुन्छ जस्तै मार्था र मरियमको कुरा गर्दै हुन्छ मरियमले गनगन मार्थाले गरेको होइन त्यो आवश्यक छ खाना बनाउनु कम्ती साह्रो छ होइन तर उसको त्यो के हुन्छ भने धुन अब त्यो चाहिँ प्रेम परिवारप्रतिको भाँडा एक रास हुन्छ अनि त्यस्तो पनि हुनसक्छ तर होइन त्यो चाहिँ अल्छी हो अल्छीले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ त्यो चाहिँ पाप हो भन्छ सुरु हो अल्छीले के भन्छ अरे बाटोमा बाघ छ भन्छ अरे त्यो झुट बोलेको नि त होइन त्यसै कारणले हामी चाहिँ परिश्रमी हुनुपर्छ भन्न खोजेको मैले चाहिँ देखेको है परिश्रम गरेको प्रभु दासहरूले धेरै देखेको त्यसै कारणले मलाई पनि परिश्रमी हुनु मनपर्छ होइन अनि हामीले चाहिँ बाहिर टुडुक देख्यौँ भने ओहो दामी प्रभुको दास भनेर त्यसलाई चाहिँ एउटा ट्याग दिइहाल्छौँ दिएको तर होइन प्रभुको दासहरू सिम्पल पनि हुनसक्छ नि त होइन उसलाई नापचोक गर्ने हो क्या उसको पहिलाको ब्याकग्राउन्ड के छ त्यो याद गरौँ न कहाँदेखि आउनुभयो कस्तो हुनुहुन्थ्यो त्यसरी चाहिँ हामीले चिन्ने हो है आत्मा चिन्ने पनि हामीलाई के दिएको छ त परमेश्वर त्यो हामी चतुर हौँ भन्न खोजेको त्यो विषयको कुराहरू छ अब यहाँनिर चाहिँ बिच्छीको कुराहरू गर्नुहुन्छ बिच्छी पनि त्यो बसो जस्तै हो यसले चाहिँ हामीलाई दुःख दिन्छ अरे होइन यो चाहिँ प्रेमको विपरीत हुन्छ अरे होइन यसले हामीलाई आत्मिक पीडा दिन्छ क्या आत्मिक पीडा भनेको नि हामी सेवा गर्दा गर्दै भनाइहरू होइन कतिपय अब दुःख दिने यस्ता कुराहरू भन्न खोज्नु भएको क्या है तर अब त्यसमाथि पनि टेक्ने मैले अधिकार दिएको छु भने मैले चाहिँ धेरै कुराहरू मैले भन्नुपर्ने थियो समय नभएको कारणले गर्दा अब हामीलाई एउटा प्रश्न के आउँदो रहेछ भने शैतान किन चाहिन्छ अयुबलाई पनि हामीले हेऱ्यौँ भने शैतान घुम्दै आउँछ कहाँबाट आइछौ भन्छ होइन ए घुम्दै आएको यसो तैँले मेरो दासदेखि अयुबलाई रिपोर्टिङमा क्या दामी छ ऊ त अब तपाईँको डरमा छ तपाईँले पुरै त छेकेर राख्नुभएको छ त गरिहाल्छ र टेस्ट भयो तैँले अब यसरी मैले छोडिदिएँ भने उसलाई अब सबै कुराहरूबाट लास्टमा त वचन भन्ने कस्तो कुरा है उसको मिसेजले के भन्छ थाहा छ सरापेर मराओ भन्छ तर अयुब कस्तो डरो हो है विश्वासमा अनि हामीले के त असल कुरा मात्रै दिने नत्र त्यतिखेर त अनि भन्दै गर्दा हामी जस्तो त सायद हो त है के हो नि भनेर त्यस्तो तर अयुब पछि यस्तो दामी उसले चाहिँ जब हृदयको शुद्धतामा आउँछ उसलाई चाहिँ के थियो भन्दाखेरि चाहिँ उसले म धर्मी छु भनेर चाहिँ उसले घमण्ड गर्थ्यो क्या हृदयमा ऊ असलै थियो असल भएको कारणले गर्दाखेरि असल भएर भावुक हुन सकिन्छ हामी कहिले कहिले यस्तो टुट्छौँ कि एक्लै रुन्छौँ होइन तर त्यो रोइमा चाहिँ हेरेर हामीले हेऱ्यौँ भने नि किन रुनु हुन्छ थाहा छ हामीले हाम्रो भलाइ मात्रै सम्झेर म यस्तो दामी गरेर मलाई बुझेन भनेर रुनु हुन्छ शारीरिक भावनात्मक कुराहरू त्यही भएर भावना भन्ने कुरा चाहिँ राम्रो होइन होइन त्यो कुरा हो अनि हामीले विश्वास गरेर हामीले सेवा गरेर राम्रो छौँ भनेर परमेश्वरले हामीलाई प्रेम गर्ने पनि होइन सेम हामीलाई पापीलाई पनि प्रेम गर्नुहुन्छ हामीले सेवा गर्नेलाई पनि प्रेम गर्नुहुन्छ आशिष छुट्टा छुट्टै इनाम छुट्टा छुट्टै छ तर हामीलाई परमेश्वरले प्रेम गर्नुहुन्छ होइन त्यो मानेमा हामीले उत्साह लिनुपर्छ उसलाई दामी सेवा गरेकोले उसलाई आशिष छ ऊ जति त म कहानी भने जस्तो हुँदैन परमेश्वरले सेम प्रेम गर्नुहुन्छ पापलाई मात्रै घृणा गर्नुभएको हो पापीलाई चाहिँ प्रेम गर्नुहुन्छ त्यो मानेमा मैले भन्न खोजेको अब हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जाँच हुनुको लागि चाहिँ शैतान आवश्यक छ अरे क्या संसारमा हामीले चाहिँ सोच्छौँ शैतान किन भएको होला नि मारिदिनु नि भनेर तर परमेश्वरले एउटा समय आउँछ अरे कि गर्दाखेरि शैतान त ढलिहाल्छ अरे तल त फु गरेर ढालिदिन्छु भन्छ नि पहिला पहिला हामी सानो नाप्छु त तान्छु त जित्छस् भनेर त्यसरी फाइट खेलाउँथ्यो नि कतिले चाहिँ डाइलग के दिन्छ तल फुकेर ढालिदिन्छु त त्यो समय आउँछ अरे कि तर थिस्रोनीमा आइदिनुहोस् त अब मैले एकैचोटि सकेको पहिला यशयामा आइदिनुहोस् यशया 27:1 पढिदिनुहोस् त परमेश्वरले चाहिँ है मार्नुहुन्छ भनेर इभिल फोर्सेस भन्छ कि इभिलको सेनाहरू शैतानको दुष्ट सेनाहरू हुन्छ अरे कि त्यो मारिदिनुहुन्छ एक दिन भनेर यस दिन प्रभुले आफ्नो कठोर र ठुलो
शक्तिशाली तरवारले त्यो छेड्ने सर्प लियातानासलाई त्यो टेढो सर्प लियातानासलाई दण्ड दिनुहुनेछ अनि उहाँले नै समुद्रमा गएको असिङ्गरलाई मार्नुहुनेछ। त्यो चाहिँ लिव्यातान भनेको है समुद्रमा भएको चाहिँ त्यो चाहिँ एकदमै कठोर, त्यो चाहिँ मान्छेको घमण्डसँग तुलना गरेको। जब मान्छे घमण्डी हुन्छ नि कसैले सुधार्नु सक्दैन। बा न भनेको मान्छे एउटा मूर्ख मान्छेलाई सम्झाएर बा मान्छे यस्तो हुन्छ नि, त्यो चाहिँ समयले र परमेश्वरको तरिकाले मात्रै मान्छे बनेको हो, नत्र मान्छे बन्दैन। यति साह्रो उसलाई केही पनि बनाउन सक्दैन। तर सङ्गति भनेको कुरा यस्तो हो, परमेश्वरले मण्डलीमा राखिदिनु भएको। तपाईँहरू सङ्गतिमा आइराख्नु भयो भने चाहिँ तपाईँ आफै तोडिँदै जानुहुन्छ। त्यो कुरा चाहिँ परमेश्वरले चाहिँ सङ्गति भनेको चाहिँ त्यस्तो दामी कुरा हो। कोही यदि कठोर छ भने होइन, ऊ यदि निरन्तर सेवामा आइरहेको छ भने उसले कुरो बुझ्छ। त्यो परमेश्वरले त्यसरी नै बनाउने कुरा, उहाँको आफ्नो तरिका त्यो छ। अहिले चाहिँ घरमा बसेर मान्छे बन्दैन, परमेश्वरले बनाउनु पर्छ यदि भने यहाँ सङ्गतिमा आएर मात्रै बन्नुपर्छ। त्यो कुरा चाहिँ भन्नुभएको। जसरी ज्योतिमा हुनेहरूसँग ज्योतिमा लागिरह्यो भनेर। त्यसै कारणले अब हामी अर्को पनि पढ्नेछौँ। यशाया 11:4 पढिदिनुहोस् त। उहाँको ओठको सासले भन्नुहुन्छ, तर धार्मिकता साथ उहाँले गरिबहरूको न्याय गर्नुहुनेछ र निष्पक्षतामा पृथ्वीका नम्रहरूको फैसला गर्नुहुनेछ। अनि उहाँले पृथ्वीलाई आफ्नो मुखको डन्डीले हिर्काउनुहुनेछ र आफ्नो ओठहरूको श्वासले दुष्टलाई मार्नुहुनेछ। ओठहरूको श्वासले फु गरेर दुष्टले एकछिन त चिलिम गरिन्छ। अहिले त जेसुकै गरोस्, के को नाममा आउँछ आओस् है, के को नाममा आउँछ आओस् न। अल्लाह अक्बर भन्नुहोस् कि, त्यो चाइनाको निरङ्कुश शासन होस् कि होइन, या जय भन्नेहरू होस् कि। तर अब हामीसँग तर्क हुनुपर्छ। प्रभु यीशु मसीहको लागि भोलिको दिनमा ज्यान दिनु सक्नुपर्छ। त्यो चाहिँ अनन्त हो नि त। उता फेरि यो त 2 दिनको हाम्रो घाम छाया जस्तै हो नि त हाम्रो जीवन त। तर हामीले प्रभु पाउनु चाहिँ ठुलो कुरा हो है। नाइजेरियामा त्यत्रो मान्छे मऱ्यो भनेर निराश हुने होइन, त्यत्रो मान्छे मर्छ भनेर पहिल्यै काम गर्नुहुनु चाहिँ परमेश्वरको योजना हो क्या। त्यो मानेमा मैले भन्न खोजेको। अब हामी थिस्लोनीमा हो, नयाँ नियममा पनि यो कुरा गरेका छौँ। थिस्लोनिकी 2:8 पढ्यौँ। दोस्रो थिस्लोनिकी 2:8 पढेर हामी तब त्यो अधार्मिक प्रकट हुनेछ जसलाई प्रभुले आफ्नो मुखको आत्माले नाश पार्नुहुनेछ र आफ्नो आगमनको तेजले भस्म पार्नुहुनेछ। त्यहाँ पनि त्यही कुरा गर्नुहुन्छ, मुखको सासले है। शैतान केही होइन परमेश्वरको लागि। परमेश्वरले जितिसक्नु भएको छ है। त्यो मण्डलीलाई यस्तो अधिकार दिनुभएको छ। किन मण्डलीलाई उसले सक्दैन भन्दाखेरि शिर चाहिँ प्रभु यीशु मसीह हुनुहुन्छ। अब हामी चाहिँ के हौँ, पाउँदैन हो भनेपछि हामीले हाम्रो प्रार्थना एक भयो भने चाहिँ दुष्ट हार्ने हो। अनि यही अधिकार चाहिँ हामीलाई दिनुभएको कारणले भजन सङ्ग्रह 91:13 भन्दछ, एन्टियोक सूर्यनगर तिमीले सिंह र साँपे साँप कुल्चने छौ ल भन्नु, नडराउ न। तिमीले जवान सिंहहरू अजिङ्गरहरू तिम्रो पाउ पनि कुल्ची कुल्ची पार्नेछौ। पाउ पनि अब हाम्रो रिस घमण्ड हुन्छ नि, रागहरू पनि हामीले यहाँ राख्नुपर्छ। अनि यहाँ चढ्नु दिएपछि चाहिँ फेरि आम्मा फिलिली मान्छे पनि इत्रु देख्छ। यस्तो वालहरू त यसरी कुद्नु मन लाग्छ। त्यो कस्तो जोस हुन्छ, रिसमा त्यस्तो हुन्छ क्या। त्यो चाहिँ शैतान प्रवेश भएर हामीलाई युज गरेको हुन्छ। काम बिग्रेपछि शैतानले छोडिदिन्छ, हामी चाहिँ अफल बक्ख सजायको भागीदार। आखिरी हाम्रो पनि बदनाम हुने भयो, परिणाम पनि त्यस्तो भोग्नु पर्यो हामीले। त्यसरी उकास छ। त्यही कारणले गर्दाखेरि भन्ने कुराहरू होइन, गर्ने कुराहरू, व्यवहारहरू, हाम्रो रिस होइन, भावनाहरूलाई हामीले चाहिँ आफूलाई बसमा राख्नु हाम्रो सेवाकाई हो। र प्रभु यीशु मसीहले त्यही भन्नुभएको रहेछ है, तिमीहरू साँप जस्तो चतुर हुनु र
तिमीहरू ढुकुर जस्तो सोझो हुनु भन्नुको उद्देश्य चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अब तिमीहरू त बुवासाको झुलमा जाँदैछौ, त्यसै कारणले तिमीहरू बुद्धिमानी हुनु ल। चतुर भनेको कस्तो भन्दाखेरि चाहिँ एकदम बुद्धिमानी, कसैले फसाउँदा नफस्ने क्या बुद्धिमानी भनेको। त्यो लाटालाई त फसाइहाल्छ नि होइन, बुद्धि प्रयोग गर्नु पर्यो है। हाम्रो यहाँनिर काम गर्ने भाइहरू हामीले काम लगाउनेलाई थाहा हुन्छ क्या, उनीहरू पैसा दिने बेला ढुक्क आउँछ। हामी चाहिँ बुद्धि प्रयोग गर्नु पैसा दिइहाल्दो रहेछौँ। कामको रिपोर्ट लिनुपर्ने रहेछ क्या पहिला। तिमीहरूलाई अरूको काम गऱ्यो, त्यो गऱ्यो, त्यो गऱ्यो, त्यो तर अघि त्यो अल्छेले त हामीलाई त त्यस्तो फसाउने पनि हुन्छ कामदारहरू। पैसा त लगिहाल्छ, भरे गएर काम हेरेर छैन लाटा नि। अब हामी पहिला काम हेरेर चाहिँ दाम दिनु पऱ्यो नि त। हो यस्तो कुराहरू चाहिँ हामीले फसाउन सक्छ हामीलाई, त्यसको लागि चाहिँ बुद्धिमान हुनु पऱ्यो भनेको रहेछ। अनि अब हृदयमा शुद्ध हुनु पऱ्यो। यहाँ जब हामी हृदयमा शुद्ध हुन्छौँ अनि परमेश्वरलाई हामी देख्नेछौँ, परमेश्वरलाई पक्का देख्ने छौँ भनेको बाइबलको कुरा झुट हो। हामी हृदयमा शुद्ध छैनौँ र त देख्दै छैन त। यहाँ हामीले गरेको प्रार्थनाहरू चट किन लाग्दैन त? हामी त्यही त मैले अघि भनिहालेँ, हामीलाई गिज्याउन सक्छ है दुष्टले भन्न खोजेको है। अब हामीले चाहिँ तर परमेश्वरमा हामीले ढाडस पाउँछौँ होइन। परमेश्वरले हामीलाई के दिनुभएको छ त? एउटा विश्वास हामीलाई दिनुभएको छ कि हामीमाथि केही कुरा पनि हाबी हुनेवाला छैन होइन। अब हामी त्यही 91को 13 पढेर हामी राख्नेछौँ। पढिदिनुहोस्। तिमीले सिंह र सानो सर्प कुचल्नेछौ, जवान सिंह र अजिङ्गर, तिमीले पाउहरू पनि कुची लुची पार्नेछौ। हुन्छ, प्रभुले विचारमा आशिष देखाउनु। आमेन।